उत्पत्तिको पुस्तक अध्याय 43। योसेफका दाजुहरू दोस्रो पल्ट मिश्रमा गएका। त्यस देशमा अझ भयंकर अनिकाल थियो। जब मिश्रबाट ल्याएको अनाज उनीहरूले खाइसके तब उनीहरूका बुवाले उनीहरूलाई भने, हाम्रा निम्ति अलिकता अनाज किन्न फेरि जाओ। तर यहुदाले तिनलाई भने, ती मानिसले हामीलाई तिमीहरूको भाइलाई तिमीहरूका साथमा नल्याउन्जेल मेरो सम्मुख आउन पाउने छैनौ भनेर कडा चेतावनी दिएका छन्। तपाईले भाइलाई हाम्रो साथमा पठाउनुहुन्छ भने मात्र हामी गएर तपाईको निम्ति अनाज किनेर ल्याउनेछौ। तर त्यसलाई पठाउनु हुन्न भने त हामी जाने छैनौ, किनभने ती मानिसले हामीलाई भनेका छन् कि तिमीहरूको भाइ तिमीहरूसित नहोउन्जेल तिमीहरू मेरो सम्मुख आउन पाउने छैनौ। इस्राएलले भने, तिमीहरूको अर्को भाइ छ भने ती मानिसलाई बताएर तिमीहरूले ममाथि किन यस्तो संकष्ट ल्यायौ? उनीहरूले जवाफ दिए, ती मानिसले यसो भनेर हामी र हाम्रा कुटुम्बका विषयमा केरकार गरी सोधपुछ गरे, के तिमीहरूको बुवा अझै जीवितै छन्? के तिमीहरूको अरू भाइ पनि छ? हामीले त यिनै प्रश्नका जवाफ मात्र तिनलाई दियौं। तिनले हामीलाई तिमीहरूको भाइलाई यहाँ ल्याऊ भन्लान् भने हामीले कसरी जान्नु? तब यहुदाले आफ्ना बुवा इस्राएललाई भने, यस केटालाई मेरो साथमा पठाइदिनुहोस् र हामी गइहाल्नेछौँ कि हामी र तपाईँ र हाम्रा बाल बच्चा समेत नमरौं तर जीवितै रहौं। यसको जमानी म भए मेरै हातबाट फेरि तपाईले यसलाई लिनुहोला। यदि मैले यसलाई फर्काएर ल्याइन भने र तपाईको सामु राखिन भने म सदाको निम्ति दोषी ठहरिनेछु। हामीले ढिलो नगरेको भए हामी 2 पल्टसम्म ओहोर दोहोर गर्न सक्ने थियौं। तब उनीहरूका बुवा इस्राएलले उनीहरूलाई भने, यदि यसो हुनै पर्छ भने यसो गर, यस देशका बढिया उब्जनीहरू, अलिक सुगन्धित लेप, अलिकता मह, सुगन्धित मसला, मुर्रा, पेस्ता र हाडे बदम ती मानिसको निम्ति सौगातको रूपमा तिमीहरूका धोक्रामा लगिदेऊ। तिमीहरूसँग दोबर चाँदी पनि लैजाऊ, किनभने जुन चाँदी तिमीहरूका धोक्राको मुखमा थियो त्यो फिर्ता गर्नुपर्छ। सायद त्यो भुलले भएको होला। आफ्नो भाइलाई पनि साथमा लिएर ती मानिस कहाँ फेरि जाऊ। तिमीहरूको अर्को भाइ र बेन्यामिनलाई छुटकारा दिन ती मानिसको सामुन्ने सर्वशक्तिमान परमेश्वरले तिमीहरूमाथि कृपा गरून्। म निर्वश हुनै पर्छ भने होस्। तब ती मानिसहरू सौगात, दोबर चाँदी र बेन्यामिनलाई पनि आफ्ना साथमा लिई मिश्रतिर गए र योसेफको सामुन्ने हाजिर भए। जब योसेफले उनीहरूका साथमा बेन्यामिनलाई देखे तब तिनले आफ्नो घरको भण्डारीलाई भने, यी मानिसहरूलाई मेरो घरमा लैजाऊ र एउटा पशु मारेर भोज तयार गर, किनभने यी मानिसहरू आज दिउँसो मसँगै खानेछन्। योसेफले हुकुम गरे बमोजिम त्यस मानिसले गर्यो र ती मानिसहरूलाई योसेफको घरमा ल्यायो। तर योसेफको घरमा ल्याएको हुनाले योसेफका दाजुभाइहरूले डराएर आपसमा भने, पहिलो पल्ट हाम्रा धोक्राहरूमा फर्काइदिएको चाँदीको कारण हामीलाई यहाँ ल्याएको हुनुपर्छ। अब तिनले हाम्रा विरुद्धमा न्यु पाएर हामीलाई कमारा तुल्याउँछन् र हाम्रा गधाहरू जफत गरेर लिन्छन् होला। यसै कारण योसेफका घरको हर्ताकर्ता कहाँ गएर घरको ढोकाइमा त्यसलाई उनीहरूले भने, हजुर, पहिलो पल्ट हामी अनाज किन्न आएका थियौं। बासमा पुगेर हाम्रा धोक्रा फुकाउँदा हामी प्रत्येकले धोक्राका मुखमा हाम्रै चाँदी फेला पार्यौं, हाम्रा पूरा चाँदी। यसैले यो हामीले आफ्ना साथमै ल्याएका छौं। अनाज किन्नलाई अरू बढी चाँदी पनि हामीले ल्याएका छौं। हाम्रा धोक्रामा हाम्रै चाँदी कसले हालिदियो सो हामीलाई थाहा छैन। त्यसले जवाफ दियो, धन्दा नमान, नडराओ। तिमीहरूका परमेश्वर, तिमीहरूका बुवाका परमेश्वरले नै अवश्य तिमीहरूका धोक्राहरूमा धन हालिदिनु भएको हुनुपर्छ। तिमीहरूको चाँदी त मैले पाएकै थिएँ। तब त्यसले सिमियोनलाई निकालेर उनीहरू कहाँ ल्यायो। त्यस मानिसले उनीहरूलाई योसेफको घरभित्र लग्यो र उनीहरूलाई आफ्ना खुट्टा धुनलाई पानी दियो र उनीहरूका गधाहरूलाई दाना पानी पनि दियो। मध्य दिनमा योसेफलाई भेट्ने समयको लागि उनीहरूले सौगात तयार पारे, किनकि खाना त्यही खानुपर्छ भनी उनीहरूलाई भनिएको थियो। जब योसेफ घरमा आए तब उनीहरूले आफ्नो साथमा ल्याएका सौगात तिनलाई चढाउन घरमा ल्याए र तिनलाई साष्टाङ्ग प्रणाम गरे। तिनले चाहिँ उनीहरूको भलाकुसारी सोधपुछ गरेर भने, तिमीहरूका बुवा ती वृद्ध मानिस कुशलै छन्? अनि के तिनी जीवितै छन्? उनीहरूले भने, तपाईका दास हाम्रा बुवा
कुशलै हुनुहुन्छ र आजसम्म बाँचिरहनु भएको छ। तब उनीहरूले भुइँसम्म निहुरेर तिनलाई ढोग गरे। योसेफले यसो हेरेर आफ्नो भाइ, आफ्नै आमाको छोरो बेन्यामिनलाई देखेर भने, तिमीहरूले मसँग कुरा गरेको तिमीहरूको कान्छो भाइ यही हो? अनि योसेफले भने, ए मेरो छोरा, परमेश्वरको अनुग्रह तमाथि रहोस्। तिनका भाइको खातिर तिनको हृदय स्नेहले भरिएर आएकोले रुन मन लागेर योसेफले आतुरीसँग ठाउँ खोजे। आफ्नो कोठाभित्र पसेर तिनी रोए। तब मुख धोए र बाहिर आए र आफैलाई खुब सम्हालेर तिनले भने, अब खान ल्याऊ। त्यसपछि उनले तिनीहरूले योसेफको निम्ति छुट्टै र तिनका दाजुभाइका निम्ति छुट्टै र तिनीसित खाने अरू मिश्रीहरूका निम्ति छुट्टै खाना राखे, किनभने मिश्रीहरूले हिब्रूहरूसित सँगै बसेर खानु हुँदैन थियो। त्यसो गर्नु मिश्रीहरूका निम्ति घृणित कुरो थियो। जेठादेखि कान्छासम्म आफ्नो उमेर अनुसार योसेफले उनीहरूलाई बसाएका थिए। ती मानिसहरू छक्का परेर एउटाले अर्कालाई हेर्न लागे। उनीहरूका भाग योसेफको टेबलबाट झिकेर लगिएका थिए, तर बेन्यामिनको भाग चाहिँ उनीहरू प्रत्येकको भन्दा 5 गुणा बढी थियो। यसरी उनीहरूले योसेफसँग खानपान गरेर आनन्द गरे।